सोच्नुहोस् त, यदि हाम्रो पुरै जीवन केवल एउटै सिद्धान्तमा जिउनु पर्यो भने त्यो के होला? यो एउटा साँच्चै नै गहिरो प्रश्न हो र आज हामी येशू ख्रीष्टले दिनुभएको यस्तै एउटा प्रश्नको शक्तिशाली उत्तर खोज्दैछौँ। यो केवल एउटा नियम मात्र होइन, यो यस्तो सत्य हो जसले हाम्रो विश्वास र जीवन जिउने तरिकालाई नै बदलिदिन सक्छ। यहाँहरू सबैलाई जय मसीह अनि हार्दिक स्वागत छ। आउनुहोस्, एकछिनको लागि हामी सबैजना त्यो समयको यरुसलेममा फर्कौं। कल्पना गर्नुहोस्, येशू शिक्षा दिँदै हुनुहुन्छ र वरिपरिको वातावरण एकदमै तनावपूर्ण छ, किनकि धार्मिक अगुवाहरू उहाँको बढ्दो प्रभाव देखेर आत्तिएका थिए र उहाँलाई कुनै न कुनै तरिकाले पासोमा पार्ने मौका खोजिरहेका थिए। अब सुन्दा त यो प्रश्न कस्तो सिधा-सादा लाग्छ, होइन र? तर होइन, यो एउटा जाल थियो। त्यो बेला 600 भन्दा बढी नियमहरू थिए र कुनै एउटालाई सबैभन्दा ठूलो भन्नुको मतलब अरूलाई सानो देखाउनु हुन्थ्यो, जसले ठूलो विवाद निम्त्याउन सक्थ्यो। यो उहाँको ज्ञानको परीक्षा मात्र थिएन, यो त उहाँलाई धर्मकै विरुद्धमा खडा गर्ने एउटा षड्यन्त्र थियो। जो फरिसीहरू थिए उनीहरू आफूलाई नियम कानुनका ठेकेदार नै ठान्थे, तर येशूले सिकाउनु भएको प्रेम र क्षमाको कुराले उनीहरूलाई कता-कता असुरक्षित बनाइरहेको थियो। उनीहरूको शक्ति भनेकै नियमहरूको जटिलतामा टिकेको थियो, तर येशूले त सबै कुरालाई एकदमै सरल बनाइदिँदै हुनुहुन्थ्यो। त्यसैले उनीहरू उहाँलाई चुप लगाउन चाहन्थे। तर हेर्नुस् त, यहाँ कस्तो अचम्मको कुरा भयो। उनीहरूले त पासो थाप्न खोजेका थिए, तर येशूले त्यही पासोलाई सारा मानव जातिको लागि सबैभन्दा गहिरो र जीवन बदल्ने शिक्षा दिने अवसर बनाइदिनुभयो। उहाँले उनीहरूको प्रश्नको जवाब मात्र दिनु भएन, उनीहरूले सोचेभन्दा पनि धेरै माथि उठेर विश्वासको सार नै के हो भनेर खोलिदिनुभयो। त्यहाँ भएको भिडमा सबैको कान ठाडो भयो, सबै चुप लागे के जवाफ आउला भनेर। अनि यीशुले जुन जवाफ दिनुभयो त्यसले सबै नियमको जग नै देखाइदियो। र त्यो जग कुनै पूजापाठ वा विधि-विधान थिएन। त्यो त सम्बन्धको कुरा थियो। एकछिन रोकिएर सोचौँ त यो कुरा। परमेश्वरलाई हामीबाट सबैभन्दा पहिले के चाहिने रहेछ? हाम्रो भेटी वा बलि होइन, हामीले मानेका नियमहरूको लामो लिस्ट पनि होइन। उहाँलाई त हाम्रो प्रेम चाहिन्छ, पूर्ण, बिना शर्त र हाम्रो सम्पूर्ण अस्तित्वले गरेको प्रेम। अब यसको मतलब के हो त? सारा हृदयले भन्नुको मतलब हाम्रो भावना, हाम्रो चाहना सबै थोक उहाँतिर फर्काउनु। सारा प्राणले भनेको हाम्रो जीवनको हरेक सास नै उहाँको लागि होस्। अनि सारा समझले भनेको हाम्रो सोच, हाम्रो दिमाग, हाम्रो हरेक निर्णयमा उहाँलाई पहिलो स्थान दिनु। यो कुनै आधा मनले गर्ने कुरा होइन, यो त 100% समर्पण हो। अब फरिसीहरू त एउटा जवाब सुनेर छक्क परिरहेका थिए, तर येशू त्यतिमा रोकिनु भएन। उहाँले त कथामा अर्को मोड ल्याइदिनु भयो। उहाँले भन्नुभयो, अनि दोस्रो महान आज्ञा पनि पहिलो जस्तै छ, र यो देखाउनुभयो कि पहिलो आज्ञा दोस्रो बिना अधुरो हुन्छ। यो आज्ञाले हाम्रो विश्वासलाई भनौँ न आकाशबाट जमिनमा ल्याइ पुर्याउँछ। सोच्नुस् त, परमेश्वरप्रतिको प्रेम एउटा बिजुलीको बल्ब जस्तै हो भने छिमेकीप्रतिको प्रेम चाहिँ त्यसबाट निस्किने उज्यालो हो। अब उज्यालो नै दिँदैन भने त्यो बल्ब बाल्नुको के काम, होइन त? अनि यो छिमेकी भनेको को हो त? परिवार, साथीभाइ हो, उनीहरू त परिहाले। तर येशूले जुन परिभाषा दिनुभयो त्यसले त सबैको होस उडाइदियो। उहाँले भन्नुभयो, यहाँसम्म कि हामीलाई मन नपराउने हाम्रो विरोधीहरूलाई पनि प्रेम गर्नु। सोच्नुस् त, कति फरक कुरा। यो प्रेमले त हामीलाई हाम्रो कम्फर्ट जोनबाट बाहिर निस्कन कर लगाउँछ। अनि यो प्रेम यो खालि मनमा आउने एउटा फिलिङ मात्रै होइन, यो त काममा देखिने कुरा हो, एक्सन हो। यो भनेको अरूलाई सम्मान गर्नु, चाहे उनीहरू जस्तो सुकै हुन्। यो भनेको कसैले चित्त दुखाउँदा पनि मार्फी दिनु। अनि यो भनेको कसैलाई गाह्रो परेको देख्दा कुनै स्वार्थ नराखी सहयोगको हात अगाडि बढाउनु हो। अब येशूले जसरी यी दुई आज्ञालाई एकै ठाउँमा जोड्नुभयो नि, त्यो एकदमै गजब छ। उहाँले धर्मलाई नियमहरूको भारी बोक्ने कामबाट प्रेमको एउटा सुन्दर यात्रामा बदलिदिनुभयो। कल्पना गर्नुहोस् त, यो सुन्दा त्यहाँका मान्छेलाई कस्तो भयो होला। उहाँले सिधै भनिदिनुभयो, ती 100औं नियम कानुन अगमवक्ताहरूले भनेका सबै कुराको सार निचोड भनेकै एउटै कुरा हो, प्रेम। पहिले परमेश्वरलाई प्रेम गर अनि त्यही प्रेम मानिसहरूलाई बाँड। यसलाई यसरी बुझौँ न, मानौ एउटा रुख छ। परमेश्वरप्रतिको प्रेम भनेको त्यो रुखको जरा हो, जुन हामी देख्दैनौँ, तर त्यसैले रुखलाई बाँच्ने शक्ति दिन्छ।
अनि छिमेकीप्रतिको प्रेम चाहिँ त्यही रुखमा फलेको मिठो फल हो जुन सबैले देख्छन्, चाख्न पाउँछन्। अब जराई छैन भने फल कहाँबाट फल्छ र? अनि फल नै फल्दैन भने त्यो जराको के काम? यसको सोझो मतलब के हो भने, यदि हाम्रो प्रार्थनामा, हाम्रो संगतिमा, हाम्रो दान धर्ममा प्रेम नै छैन भने ती सबै कामहरू बाहिरबाट हेर्दा जति नै राम्रो देखिए पनि भित्रबाट खोक्रो हुन्छन्। धर्मको सास, धर्मको मुटु भनेकै प्रेम हो। ल, यति राम्रो कुरा त बुझियो, तर अब प्रश्न आउँछ, यसलाई आफ्नो जीवनमा लागू चाहिँ कसरी गर्ने? हो, यो गाह्रो छ, तर असम्भव पक्कै छैन। आउनुहोस्, केही सजिला तरिकाहरू हेरौँ जसले हामीलाई मद्दत गर्न सक्छ। पहिलो कुरा, परमेश्वरसँगको प्रेम बढाउन हरेक दिन थोरै समय प्रार्थनामा र उहाँको वचन पढ्नमा बिताउँ। अनि दोस्रो कुरा, अरूप्रतिको प्रेम देखाउन। मनमा कसैप्रति रिस छ भने आजै त्यसलाई फाल्ने निर्णय गरौँ न। कोही समस्यामा छ भने सानै भए पनि सहयोग गरौँ। याद राखौँ, प्रेम देखाउन ठूलै काम गर्नुपर्छ भन्ने छैन, यस्तै सानसाना कामबाटै सुरु हुन्छ। अब यी सबै कुरा सुनिसकेपछि एकछिन शान्त भएर आफ्नो मनलाई सोध्ने बेला आएको छ। यो आफूलाई दोषी बनाउनको लागि होइन, तर हामी साँच्चै कहाँ छौँ भनेर इमानदारी साथ हेर्नको लागि हो। के परमेश्वर साँच्चै हाम्रो जीवनको पहिलो प्राथमिकतामा हुनुहुन्छ कि एउटा अप्सन मात्रै? के उहाँसँगको सम्बन्ध साँच्चीकै व्यक्तिगत छ कि हप्ताको एक दिनको औपचारिकता मात्रै हो? के हाम्रो मनमा अझै पनि कसैप्रति रिस, ईर्ष्या वा बदलाको भावना लुकिएर बसेको छ? एउटा कुरा याद राखौँ, माफी दिनु भनेको तिमीले ठिक गर्यौ भन्नु होइन। माफी दिनु त त्यो रिसको भारीबाट आफैलाई मुक्त गर्नु हो। अनि अन्त्यमा, समग्रमा हेर्दा के हाम्रो जीवनबाट प्रेम देखिन्छ? यदि मनबाट जवाफ अझै धेरै गर्न बाँकी छ भन्ने आयो भने निराश नहौ। यो एउटा यात्रा हो र हरेक दिन हामीसँग सुधार गर्ने नयाँ मौका हुन्छ। पर्फेक्ट हुनु होइन, प्रयास गरिरहनु ठूलो कुरा हो। आउनुहोस्, हामी सबै मिलेर यो प्रार्थना गरौँ र यो प्रार्थना गर्दा आफ्नै शब्दहरूमा पनि परमेश्वरसँग यो महान आज्ञा पालन गर्ने शक्ति माग्न सक्छौँ। त्यसैले साँचो क्रिस्चियन जीवनको सार भनेको यही हो, माथि परमेश्वरतिर प्रेम अनि बाहिर मानिसहरूतर्फ प्रेम। अब आजको लागि एउटा सानो चुनौती ल्याउँ न त। यो हप्ता प्रेमको कम्तीमा एउटा सानो काम गर्ने प्रतिज्ञा गरौँ। चाहे त्यो कसैलाई फोन गरेर सन्चै हुनुहुन्छ भनेर सोध्नुहोस् वा कसैको लागि गोप्यमा प्रार्थना गरिदिनुहोस्। एउटा सानो कदमबाट सुरु गरौँ। परमेश्वरले हामी सबैलाई यो प्रेमको यात्रामा प्रशस्त आशिष दिनुभएको होस्।